राजनीतिक केन्द्रको रूपमा नक्खु जेल। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी मुद्दामा पूर्वक्षका लागि थुनामा पठाइएका व्यक्ति हुन्। उनी अहिले ललितपुर स्थित नक्खु जेलमा बस्दै आएका छन्। हिजो आजका दिनहरूमा पत्नी सभाको निर्वाचन नजिकै गर्दा नक्खु कारागारमा रविलाई भेट्नेहरूको भिड बढेको देखिन्छ। भेटघाटका नाममा पत्रकार, राजनीतिक दलका प्रतिनिधि, जेन्जी अभियानका नेतादेखि अन्य प्रभावशाली व्यक्तिहरू जेल पुग्ने गरेको छ। त्यहाँ अनौपचारिक दबाव, राजनीति चलिरहेको भन्ने आरोप पनि विभिन्न मिडियाहरूले छाप्दै आएका छन्। त्यस्तो भेटघाट र दबाव निर्वाचन अघि वैकल्पिक शक्ति निर्माणको उद्देश्यले भइरहेको हो कि भन्ने आशंका पनि एकदमै बढिरहेको छ। 2082 साल साउन भदौपछिका समाचार अनुसार कारागार प्रशासनले लामिछानेसँग भेटघाटमा रोक लगाएको थियो। तर परिवार, आफन्त र कोही पार्टीका नेताहरू बाहेक अरूलाई भेट्न नदिने भनेर एउटा रोक लगाइएको थियो। तर पनि अहिले त्यो रोक लगाएको छैन। अहिले सबैलाई भेट्न दिइरहेको छ। प्रतिनिधि सभा यही फागुन 21 गतेको लागि तोकिएको छ र प्रतिनिधि सभाको निर्वाचन नजिकै गर्दा कारागारमै रहँदै आएका व्यक्तिले राजनीतिक सन्देश पठाउन वा पार्टीका निर्णयहरू प्रभावित गर्न सक्ने अवस्था देखिएको छ। कारागारको वर्चस्व होइन कि निर्वाचन चुनावी रणनीति भन्ने दाबी गरिएको छ, जसले चुनावी निष्पक्षता र कानुनी यो रवि दाइको पार्टी हो त म पनि दुःख पाए नि उसैले पाइरहनु भएको छ। अब हामीले त के बाहिर कुकुर नाचेको नाचेका छौँ, खाएका छौँ होइन र? ऊ त्यहाँ कोरिएर बसिरहेछ बिचरा, न यति अर्काले खटाएर दिएको एक गाँस भात खाएर न खाजा खान पाउनु छ। सबै भएको लटीपटी सबै पारिसक्यो बिचराले, र पनि अझै पुगेको छैन भन्छन्। ऊ यति भात खाएर उहाँ यही रवि सर भन्नुहुन्छ। ओ विभाजनलाई प्रश्नको घेरा बनाएको छ। हालको अवस्था यस्तो देखिन्छ कि नक्खु कारागार, जहाँ एक राजनीतिक नेता रवि लामिछाने थुनामा छन्, यो कारागार मात्र होइन कि एक प्रकारको अनौपचारिक राजनीतिक केन्द्र बन्न पुगेको छ। मानौ कुनै ठुलै राजनीतिक दलको पार्टी कार्यालय जस्तो बन्न पुगेको छ। भेटघाटमा जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ र पार्टी नेता र विभिन्न दलका शीर्ष नेताहरू, राजनीतिज्ञहरू आफ्नो चुनावी तयारी भन्दा पनि अहिलेलाई तत्काललाई राजनीतिको रूपमा केन्द्रको रूपमा रहेको नक्खु कारागारमा जाने गरेका छन्।